हेलो साथीहरू, मैले चाहिँ लोकसेवा तयारी गरिरहनु भएका साथीहरूका लागि आजको लागि टप 10 क्वेसनहरू लिएर आएको छु। हेर्नुस्, तपाईले कतिवटा मिलाउन सक्नुहुन्छ। एकदमै महत्त्वपूर्ण इम्पोर्टेन्ट क्वेसनहरू रहेका छन्। तपाईले कतिवटा मिलाउन सक्नुहुन्छ। एकदमै समसामयिक करेन्ट अफेयर र पढ्ने पर्ने क्वेसनहरू ल्याएको छु। कृपया मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नुहोला। ल, आजको लागि ढिला नगरी पहिलो प्रश्नतिर जाउँ। पहिलो प्रश्न रहेको छ, साहसी पर्वत आरोही निर्मल पुर्जा मगर सहितको टोली कहिले हिम पहिरोमा निधन भएको थियो। यसको सही एन्सर रहेको छ विक्रम सम्वत 2083 साल साउन 14 गते। टोलीको कहाँ निधन भएको थियो? उक्त टोलीको चाहिँ कुन हिमालमा निधन भएको थियो भनेको हो। यसको सही एन्सर रहेको छ ब्रेड पिक हिमाल जुन चाहिँ पाकिस्तानमा रहेको छ। त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालमा हाल बाघको सङ्ख्या कति रहेको छ? नेपालमा चाहिँ हाल बाघको सङ्ख्या कति रहेको छ? यसको सही एन्सर रहेको छ 429 वटा। नेपालमा चाहिँ हाल 429 वटा बाघ रहेका छन्। त्यसै गरी अर्को प्रश्न रहेको छ, नेपालका हालका शिक्षा मन्त्री को रहेका छन्? नेपालको हालका शिक्षा मन्त्री जेन्जी आन्दोलन पश्चात शिक्षा मन्त्री को रहेका छन्? यसको सही जवाफ रहेको छ सस्मित कुमार पोखरेल। नेपालका हालका शिक्षा मन्त्री चाहिँ सस्मित कुमार पोखरेल रहेका छन्। 5औं नम्बरमा रहेको छ, विश्व हेपाटाइटिस दिवस कहिले मनाइन्छ? विश्व हेपाटाइटिस दिवस चाहिँ कहिले मनाइन्छ? यसको राइट एन्सर रहेको छ जुलाई 28 तारिकका दिन। हरेक वर्ष जुलाई 28 तारिकका दिन विश्व हेपाटाइटिस दिवस मनाउँदै आइरहेको छ। त्यसै गरी 6औं नम्बरको प्रश्न यस प्रकार रहेको छ, नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ? नेपालमा राष्ट्रिय कोदो दिवस कहिले मनाइन्छ? यसको सही जवाफ रहेको छ साउन 16 गते। प्रत्येक वर्षको साउन 16 गते राष्ट्रिय कोदो दिवस मनाउँदै आइरहेको छौँ। त्यस्तै 7औं नम्बरमा रहेको छ, रातो मच्छिन्द्रनाथको रथयात्राको प्रचलन कसले चलाएका हुन्? रातो मच्छिन्द्रनाथको रथयात्राको प्रचलन कसले चलाएका हुन्? यसको राइट एन्सर रहेको छ नरेन्द्रदेवले चाहिँ रातो मच्छिन्द्रनाथको रथयात्राको चलनमा ल्याएका थिए। 8औं नम्बरको प्रश्न रहेको छ, झोर्लुङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? नेपालको चाहिँ कुन जिल्लालाई झोर्लुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ? त्यस्तै बागलुङलाई चाहिँ नेपालको झोर्लुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ। 9औं नम्बरको प्रश्न रहेको छ, नेपालकै पहिलो आधुनिक सुरुङमार्ग नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको उद्घाटन कहिले भएको थियो? नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको उद्घाटन चाहिँ विक्रम सम्वत 2083 साल साउन 11 गते भएको थियो। त्यस्तै आजको अन्तिम अर्थात् 10औं प्रश्न यस प्रकार रहेको छ, हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भन्ने वैज्ञानिक को हुन्? हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भन्ने विचारक को हुन्? यसको सही एन्सर रहेको छ लाओ त्सो। हस्त साथीहरू, आजका टप 10 क्वेसनहरू यही समाप्त भएको छ। यदि हजुरहरूलाई यो भिडियो राम्रो र प्रभावकारी भयो भने कृपया यस भिडियोलाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनुहोला। हस्त, धन्यवाद, नमस्कार।